नमस्कार सम्पूर्ण मित्रहरूलाई साथीभाइहरूलाई दर्शन नमस्कार शुभ दिन है। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। म पनि सन्चै छु। अहिले विशेष गरी यो भिडियो चाहिँ हजुरहरूलाई देखाउन कोसिस गरिरहेको छु, देखाउन गइरहेको छु र खास विशेष आजको विशेषता के छ भनेदेखि आज चाहिँ म चाहिँ फुन्चोलिङको यात्रा गरिरहेको छु है। मेरो नानीले छोरीले चाहिँ गाडी चलाउँदैछ, म चाहिँ यहाँ साथीहरूसँग थोरै बातचित गर्नु मन लागेको थियो, त्यही भएर तपाईहरुको सामु आउने प्रयत्न गरिरहेको छु। र फुन्चोलिङको यात्रामा अहिले घरदेखि स्टार्ट गरे। यो जग्गा चाहिँ पामलुङ खोला भनिन्छ। यो पामलुङ खोला भन्ने ठाउँमा आइपुगिँदैछ है। र थोरै हजुरहरूसँग यसो धेरै दिनको अन्तरालपछि भेटघाट यसो बातचित पनि गर्न मन लागिरहेको थियो है। सँगसँगै आज यात्राको क्रममा म अलिकति फुर्सद पाएँ भनौँ न। नानीले गाडी चलाउँदैछ र म चाहिँ यसो बसी बिहालो एक दुई सप्ताह र यो यात्राको दृश्यहरू पनि साथसाथै हजुरहरूको माझमा पुर्याउने मौका मिलेको छ। र हजुरहरू सबैजना सन्चै कुशलै हुनुहुन्छ होला फेरि पनि है। हजुरहरूको आफ्नो ठाउँमा सन्चै कुशलै सधैँ दिन खुसियाली रहनु सकोस् भन्ने कामना पनि व्यक्त गर्दछु। अनि हाम्रो क्षेत्रको बाटोघाटो भन्नुपर्दा चाहिँ यस्तो प्रकारको छ है। वर्षायामको समयमा है यसरी यात्रा गर्नुपर्दा आज त रमाइलो घाम लागिरहेको छ, यात्रा गर्न पनि सजिलो हुन्छ है। धेरै जसो समय त पानी परेर बित्छ त बर्खाको टाइममा। पानी पर्दाखेरि चाहिँ यात्रा गर्न निकै कठिन झेल्नु पर्ने हुन्छ। तर आज चाहिँ हिजो अस्तिको दिनदेखि लगातार 3 दिन भयो घाम लागेको र आज पनि रमाइलो घाम लागिरहेको छ। यात्रा गर्न चाहिँ एकदम रमाइलो छ है साथीभाइहरू। अनि आज चाहिँ मेरो नानुसँग गाडीमा फुन्चोलिङको यात्रा गर्दै गर्दा है नानीसँग पनि थोरै गाडी चलाउँदाको अनुभव कस्तो हुँदो रहेछ भन्ने कुरा थोरै राख्न चाहन्छु। नानु नमस्कार। अनि गाडी चलाउँदाको माहौल कस्तो छ त? अब गाडी चलाउँदाको माहौल भन्नुपर्दा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने गाउँको बाटोमा त अब गाडी चलाउन अलिक रिस्की नै फिल हुन्छ। प्लस अब लोड्सहरू हुँदाखेरि त बाटो पनि चिप्लो हुन्छ कहिलेकाहीँ होइन, अलिकति रिस्की नै हुन्छ। बट स्टिल देन एक्सपिरियन्स हुनको लागि चाहिँ एकदमै सही लाग्यो मलाई गाउँमा बाटो चलाउनु होइन। मलाई त ठिकै लाग्छ। बाबाले पहिल्यैदेखि सिकाउँथ्यो, अलिअलि गरेर गर्दाखेरि अहिले त अब कन्फिडेन्ट पनि अलिक आउँछ चलाउनु। त्यति नै भन्नु पऱ्यो। ल है त गाइस, हजुरहरूले देखिहाल्नुभयो है आजको हाम्रो यात्राको क्रममा यस्तै प्रकारले चलिरहेको छ है। अनि मेरो नानुको मनका कुराहरू पनि हजुरहरूले सुनिहाल्नुभयो है। अब चाहिँ छिटै नै हाम्रो नानी चाहिँ फेरि उच्च स्तरको पढाइमा जाने तयारीमा छ। र अहिले चाहिँ फुन्चोलिङमा केही हल्का सपिङहरू गर्नुपर्ने भएकोले गर्दा फुन्चोलिङको यात्रामा छौँ। जाँदा जाँदै अलिकति पर डाँडादेखि पारिपट्टि दोलेप्चिन भन्ने रमाइलो गाउँ छ, एउटा सानो गाउँ। त्यो पनि हजुरहरूलाई छोटो
थोरै समयको लागि देखाउन चाहन्छु है त गाइस। अब चाहिँ डाँडामा पुग्नै आँट्यो है। त्यो डाँडाबाट चाहिँ पहाडीको भ्युज थोरै हजुरहरूलाई देखाउने प्रयत्न गर्नेछु है त गाइस। यहाँ रोक्नु ल हजुरहरूलाई डाँडाबाट पहाडी गाउँ देखाउँछु भनेको थिएँ। अब चाहिँ डाँडा आइपुग्यो, देखाएँ है त। डोलेचिन भन्ने गाउँ चाहिँ यही हो। गाडी हिँडिरहेकोले गर्दाखेरि राम्रोसँग तान्न चाहिँ सकिएन, तैपनि झालक झुलुक देख्नु भएको छ है। कति राम्रो शीतल अनि चिसैनी ठाउँ है। यस्तो ठाउँमा त अलैँची रोप्यो भने अलैँचीबाट पनि कति राम्रो आम्दानी लिन सकिन्छ। सुन साइले साइले परदेशबाट म आउँला, सुन साइले साइले 40 काटेसी रमाउला। थोरै गीत पनि गुनगुनाएर राखेको छु है हजुर। भन्दै ल त आजको लागि यतिमै हजुरहरूसँग बिदा हुन चाहेँ है त। फेरिको एपिसोडमा भेटौँला भन्ने बाचा गर्दै अहिलेलाई हजुरहरू सबैजनालाई है हजुरहरूको दिन शुभ रहोस्, सोचेको सबै मनोकामना पुरा होस्, हरेक कार्य योजना सफल होस्, चालिएको कदममा सफलता मिलोस् भन्ने कामना व्यक्त गर्दै हजुरहरूबाट बिदा हुन चाहेँ। हवस् त, धन्यवाद, नमस्ते, काटिन्छे ल।